हेलो गाइस, आज चाहिँ हामी रुममा आज सबैको बिदा। यसो हामीले चाहिँ एउटा सानो कार्यक्रम राख्दैछौँ है। अब यहाँ के भइरहेको छ हेरौँ है त। यहाँ हाम्रो हेड सेफ हुनुहुन्छ यहाँ यसरी भाइले प्याज काट्दैछन्। प्याजलाई के भन्छ अरे भाइ जापानिजमा? के भन्छ भन्नु त? यस यस, गुड गुड गुड, तामानेगी भन्छ। अब हाम्रो चाहिँ यतातिर के भइरहेछ गुरु? लसुन। ए ल लसुन फ्रिजमा होला के? लसुन यहाँ छ त। ओ हेलो छ तेरो कहाँ हेरे यार? त्यो चाहिँ बन्द गर्नु न दाइ। मेरोबाट बुझ्नुकै पर्यो। के छ त गुरु? सोनुमामा दाइजु देश के हुँदैछ आज? के हुन्छ आज चाहिँ बुटा हल्का हो छुट्टी छ। भाइहरू स्पेशल सेफ। लसुनलाई के भन्छ अरे निवङ्गमा? के भन्छ लसुनलाई ओनिगिरी मलाई आएन यार। आएन? प्याजलाई नि, प्याजलाई तामानेगी तामानेगी भन्छ। ल अब उखेलौँ है। निकु भन्छ। निकु भिडियो त क्वालिटी यसले पनि दिन्छ क्या। दाल पनि बनाउनु पर्छ है। दाल बनाउनु पर्छ। फ्राई दाल के फ्राई दाल बनाउने होइन, लसुन पोकेर दालहरूले बनाउनु। होइन प्रयासले आज सब प्रयासलाई जिम्मा दिने है। सब आज हामी त के गर्ने रे? ताबेरु दाके धाबेर दागे होइन हल्कै गरम ठ्याक तपाईँ गाह्रो मान्नै पर्दैन नि। तपाईँ एउटै रुममा हो हामी, एउटै आफ्नै घर जस्तो हो। घर त नभनौँ, जापानमा अब घर गाह्रो नमान्नु न ठ्याक। अब यो कप चाहिँ मलाई दिनु त। ए कप त्यो पनि ल। म यसलाई चाहिँ त हाल्छु। यहाँ पाक्दैछ। अब हाम्रो चाहिँ के गर्नु पर्यो भनेपछि दुरासँग एउटा गेम खेल्नु पर्यो। दुरा म सुन यता, म इङ्ग्लिसमा भन्छु अथवा नेपालीमा भन्छु शब्द, तिमी जापानिजमा भन है। ल अब के गर भनेपछि मैले सर्ट भन्छु होइन। भातलाई के भन्छ भन त नियममा? भातलाई कोमे। चामललाई कोमे भने भातलाई के भन्छ? भातलाई के भन्छ प्रयास? काहीँले गुहान भन्ने थाहा छैन। गोहान। तिम्रो एक नम्बर आउट है। अब त्यस पछाडि तिमीलाई म अर्को क्वेसन सोध्छु। पानीलाई के भन्छ? निजो। प्रयासलाई सोध्छु अब। चिनीलाई के भन्छ प्रयास? चिनीलाई के भन्छ भन्नु त? मैले सोध्छु चिनीलाई के भन्छ? चिनीलाई के भन्छ के भन्छ चिनीलाई? ल बराबर है। फेरि अब एक एकबाट सुरु हुन्छ है। सातो हो। अब के भन्नु भनेपछि ओभनलाई के भन्छ? ओभनलाई यसलाई नियङ्गमा बेन्ची भन्छ। राइस कुकरलाई के भन्छ प्रयास? अब नाल्नै थियो। सुन्दा यार मलाई। तिमीले भन त के आउँछ राइस कुकरलाई? राइस कुकरलाई त्यो थाहा भएन मलाई। मैले भनिदिउँ के भन्छ? सुयाङ्की भन्दैन? सुयङ्की ए म पनि कन्फ्युज भएँ यसमा है। ल ठिक छ त। यो हटाइहाल्नु है त। त्यस्तो होइन कि चट्टा काटेको भ्लग पखन अहिले लास्टमा आउँछ के कस्तो तिमी पनि यार। जे धानीको हाल्नु। अनि त्यस पछाडि अर्को सोध्छु। अब यस्तो गरौँ न त। म दाङको, भाइ पनि दाङको होइन। मैले तिमीलाई दङ्गाली शब्दहरू सोध्छु। जस्तै मैले हाम्रो दङ्गाली भाषामा भन्ने हुन्छ नि त, साथीलाई बड्डा भने जस्तै तिमीलाई के भन्छ त्यस्तो सोध्छु। तिमी भन है। हुन्छ को जो आयो पनि के हो? हाम्रो रुम हो। अर्का रुममा गएको र किन तर्सेको? तर्सिन्छ नि यार। भूत ल है सुरु गरौँ है। भोर भ्लग बनाउनु कि अब बत्ती मार्नु बत्ती साथीहरू बचाऊ यो भाइरल हुन्छ क्या। भाइको कटिङ चाहिँ दामी छ क्या। फेरि अब बेसी धान दिइहाल्नु। ल यता सुन न, मैले भन्दैछु त। ल दुरा आर रेडी? ए गयो खिचिते एकमा 0 मा नौ 0 मा आउने यहाँ बस भयो छोडिदियो
सब गाइस भनेर बनाउनु पर्यो कि बनाउँदैछु क्या ल है तिमीलाई सोध्छु है के सोध्छु भनेपछि अब लमजुङको तिमी त जस्तै अदुवालाई के भन्छ अदुवाले केमा लमजुङ अदुवै भन्छ अझै अनि सिन्कीलाई के भन्छ सिङ्की के हो सिङ्की भने गुन्द्रुक गुन्द्रुकै भन्छ है सिङ्की त भन्दैन गुन्द्रुक भन्छ ल ठिक छ अब त्यस पछाडि फेरि अर्को के सोध्दा पनि गाग्री गाग्री गाग्रीलाई के भन्छ गाग्रीले गाउरो भन्छ गाउरो 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 अनि बाख्रालाई के भन्छ बाख्रालाई बाख्रै भन्छ नि बल्लालाई के भन्छ बल्लालाई के हो बल्ला बाख्रा गोरु बल्ला गोरुले त गोरु नै भन्छ गोरु नै भन्छ हामीले बल्ला भन्छ बल्ला बल्ला गोरुलाई बल्ला भन्छ अनि बारीको पाटालाई के भन्छ काङ्लो 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 भने हाम्रो बेरी है बेरी भिर 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 ए भिर अनि उसलाई के भन्छ के अरे सुपो भनेको सुपो चामल खेलाउने सुपो क्या काठको त्यस्तो नामले के भन्छ त्यसलाई नाङ्लो भन्छ नाङ्लो भन्छ नाङ्लो भन्छ बर्रियोलाई के भन्छ त्यसलाई नि नाङ्लै भन्छ हाम्रोतिर अब नाङ्लोले भन्दा बर्रियो लगाउने कि सुपो लगाउने नाङ्लो एउटा यस्तो भाइ लाएर बोल्ने नाङ्लो भयो एउटा चाहिँ त्यो हो ग्राउन्ड। अनि कस्तो अवस्थामा युज भएको भन्नु अनि त्यस पछाडि बत्तीलाई के भन्छ बत्तीले त बत्ती नै भन्छ लाइन भन्छ लाइन भन्छ लाइन लाइन बत्ती होइन लाइन आयो भन्ने कि बत्ती आयो भन्ने बत्ती आयो लाइन आयो अब त्यो कस्तो त्यो के भन्नु पँधेरोलाई के भन्छ पँधेरोलाई जरुवा भन्ने हुन्छ नि जरुवा जरुवा भन्ने थाहा छ पानी मूल जाग्ने के मूल जागेको कुवा कुवा नै मूल जागेको भिरपाखाबाट पानी खाने हुन्छ नि त्यसलाई जरुवा भन्छ क्या हाम्रोतिर के भन्छ त्यसलाई मूलै भन्छ है मूल भन्छ पानी खाने के अरे पानी खाने मूलको केटी ल्याउनु तुलको भन्छ त्यस्तै भन्छ ल ठिक छ अनि त्यस पछाडि चक्कु भन्छ यसलाई आँसी भन्छ आँसी हाँसी आँसी आँसी हाँसी आँसी खुर्पा भन्छ खुर्पा खुर्पा त यस्तो हुन्छ हाम्रो लाउँछ नि त्यो कुल्टेका हुन्छ नि कुल्ट्याक भन्छ त्यसलाई दबाई के ठ्याक खुल्ट्याक ठ्याक होइन कि खुल्ट्याक ए खुल्ट्याक मैले बिर्सेँ आएँ धनियाँ खाने बरु धनियाँ धनियाँ छ र अस्ति नैको छैन नि यार एक किलो मासु र खुर्ठ्याक होइन खुल्ट्याक अनि अर्को अनि पावरालाई चस्माउने चस्मा त चस्मा हो अब ल तिमीले सोध ल तिमी सोध नि त दुई चारवटा शब्द साथीलाई के भन्छ साथीले साथी बड्डा भन्छ बड्डा बड्डा साथीलाई हाम्रोतिर पनि त साथी भन्छ त्यो नै, निस्केर पो बड्डा भन्छ होइन प्राय बड्डा भन्छ नि त हो बड्डा भन्ने हुन्छ सम्झी साडु यस्तो साडु धिकाल साडु साडु भने त ऊ होइन दुई बजीको दुई बहिनीको बुढा बुढाहरूलाई साडु भन्छ त्यो साडु साडु भन्छ साडु उयो भन्छ नि साडु भाइ साडु भाइ साडु दाइ साडु भाइ त्यसै अब अर्को उसलाई के सुन्यो बाछोलाई के भन्यो बाछो गोरुलाई त्यो उठाउने बाछोलाई भर्खर जन्मेको गाईबाट जन्मेको गाईबाट जन्मे बाछोले त बाछै भन्छ नि यार बाछै भन्छ पाडो ल्याउनुपर्छ नि पाडोलाई राङ्गो पाडोलाई राङ्गो अनि प्रयास हजुर भन न तिमीले पनि यार मैले के भने हामी एउटा त हो खुर्सानी फेरि जी दिनु हामीले हातैमा दिन्छौँ यार भएन भने यार कल पर्छ अरे क्या बस न पखाने एउटा खास झगडालाई कल भन्ने रिजन छ झगडालाई के भन्छ कल कल गरौँ झगडा कल गऱ्यो भने कल गरेको यसरी बनाएको भन्दा ट्याक्क अगाडि राख्ने अनि दुइटा सँगै बसेर बनाउने क्या त्यो भिडियो जन्म मान्दैन कट हालिदिनु क्या त यो भिडियो होइन मैले लामो बनाउँछु कि 10-15 मिनट जति युट्युबमा हाल्ने हो कि अनि त्यस पछाडि दुरालाई अब जाङक्याङ पोखे लाउनु पर्यो मलाई जाँकिङ बुक खेल्न सिकाउन यार आउन पुरा आउँदैन यार के हो दिनको भन्ने र हाम्रो क्लासमा खेलाएको रक पेपर सिजर खेल्ने क्या कस्तो जाङकिङ फोङ अब यहाँ यस्तो गर्नु यस्तो गर्नु बस्छ। के फरक पर्छ अब जाङपेङ पो भन्दाखेरि होइन अब तिमीले गर न जाङकिङ फो यस्तो यो बराबर भयो होइन यस्तो गर्यो भने फेरि गर जाङपेङ फो अब तिमीले मलाई यो पेपर हो
कैँचीले काट्यो क्या तिमीले जित्यौ ए अनि दुईटा मुठी सेम भयो भने होइन ओखल ओखल भने के हो ओखालकै त्यसरी हाल्छ नि यस्तो ड्याङ 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 त्यही खोलामा उठेर ल्याउँ के दुईटा ढुङ्गा बरु यस्तो गरेर क्या पुरा ठ्याङ 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 त बसिलोले हानेर यस्तो गरेर त्यसले बस्छ ल ठिक छ अब के चाहियो अब के चाहिएन धनियाँ खाइ त धनियाँ 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 त्यहाँ छरे खा त बाहिर साग लाउँछु भन्दै थियो दिदाले तर धेरै बोल्छ होइन यिनी पनि मान्छे त खतरै हो कि धनियाँ लाउनुपर्छ गुरु अब यहाँ खनेर यहाँ मुनि छ धनियाँ लाउँछौँ ल म हेरौँ उ त्यहाँ छ एउटा त्यो कहाँ लाउनु त्यो